हेलो एभ्रिवान नमस्ते सबैजनालाई म एन्जिला सिपाही अनि म चाहिँ जगत प्रधान एन्ड सबैजनालाई धेरै धेरै धन्यवाद। आज चाहिँ हामी तपाईँहरूलाई हाम्रो शुभ विवाहको क्लिपहरू सेयर गर्न जाँदैछौँ। प्लिज इन्जोय। अनि आज चाहिँ हाम्रो एकदम महत्त्वपूर्ण दिन थियो। आज चाहिँ हाम्रो धेरै वर्षपछि हामीले हाम्रो सानै भए पनि मह्म, आफ्नो इच्छा पुरा गरी विवाह गरेका छौँ। सो प्लिज इन्जोय। सपना विपना तिमी नै सम्झना बिर्सना तिमी नै भेटिनु र छुटिनु तिमीमा नै सबै त्यो मनका सारा भावहरू सुम्पिदिन्छु मायामा मायामा छौ मलाई म नजिकाउँदैछु बाधा मलाई म तिम्रै हुनेछु राख मलाई तिम्रो आँखामा सधैँ जुनी जुनी म तिम्रै हुनेछु ओम देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखं रूपं देहि जयं देहि तदेव लग्नं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं देवबलं तदेव लक्ष्मीपदे देवैश्वरा मनका सारा भावहरू सुम्पिदिन्छु मायामा तिम्रो मेरो मायामा सधैँ सधैँ मायामा जुनी बनी मायामा तिम्रो मेरो जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख
दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो आधी हुरी आउँदा म बन्छु तिम्रो छहारी तिम्रै आज खुसी लागेको छ एकदम धेरै खुसी लागेको छ 3 वर्ष भन्दै 4 वर्षपछि हामीले कल्चरली बिहे गऱ्यौँ अनि धेरै उतार चढाव तलमाथि तलमाथि गरेर अब फाइनली वी गट म्यारिड थ्याङ्क यू सबैजनालाई आउनुभयो भएकोमा होइन नजिकदेखि टाढा सबैजना आउने साथीभाइ सम्पूर्णलाई धेरै धेरै थ्याङ्क यू फर धन्यवाद एभ्रिथिङ and thanking you for making our event so special स्पेसल and so eventful. Hope you guys had a nice time and त्यही thanks a lot. भन्छु थ्याङ्क यू सो मच फर मेकिङ मी स्मल डे बिग और बिग डे हामीले बिग चाहिँ instead of throwing out a big party, we thought of doing something simple and with our friends and families here. So thank you so much for being part of our डे important day डे या and being part of important life too. Thanks a lot. तारी बरपी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो नाम शुभम जगत दाइ र एन्जिला दिदीलाई विवाहको शुभकामना ह्याप्पी म्यारिड लाइफ मेरो नाम चाहिँ पुनम हो अनि एन्जिला बहिनी र जगत भाइलाई वैवाहिक जीवनको शुभकामना Hello, this is Sandy. Congratulations to Angela and Pradhan. Hey, I'm Tashi, so I'm Angela's friend. I have known her since it's been only 2 years. So today is her big day, so I'm gonna wish her happy married life and congratulations. चाहिँ कोर्ट म्यारेज अलरेडी गरिसकेको थियौँ होइन सो वी वर लिगली म्यारिड अनि हामीलाई चाहिँ एउटा रिलिजियसली पनि बिहे गर्ने एकदम ठुलो चाहना थियो वी वर प्लानिङ टु डु इट नेपाल तर नेपालमा चाहिँ के भयो भने लजिस्टिकली पनि अनि अलिकति समय पनि नमिल्ने भएको हुनाले चाहिँ हामीले यहीँ बिहे गर्ने डिसिजन लियौँ अनि त्यसैले गर्दा एकचोटि बिहे गर्नै थियो सो वी डिसाइडेड टु डु इट हियर त्यही भएर हामीले अहिलेलाई हामीले तिथिमिथि सबै मिल्ने भएको हुनाले हामीले यहीँ बिहे गऱ्यौँ स्टिल रिमेम्बर हामी 2022 नोभेम्बरमा भेटेको थियौँ त्यो पनि ज्याक्सन हाइट अनि स्पेसल प्लेस डङ्किन डोनट्समा मलाई म चाहिँ साथीलाई भेट्न जाँदै थिएँ राइट टाइममा उहाँ पनि ज्याक्सन हाइटमा हुनुहुँदो रहेछ सो वी डिसाइडेड टु मिट विथ इच अदर अनि द्याट वाज द फर्स्ट टाइम ही ब्रट मी अ कफी अनि त्यही दिन चाहिँ मैले उसलाई घुम्न जाउँ भनेर
अप्रोच गरेँ एन्ड उसले चाहिँ उसको साथी लिएर आउँछु भनेर अनि हामी 3 जना घुम्न गयौँ Because I was so shy. अनि त्यसपछि भेट्दै गयौँ अनि झन् एकअर्कालाई बुझ्दै गयौँ होइन अनि रेस्ट इज द हिस्ट्री अनि त्यही आज हामी यहाँ छौँ At the last, I will say it's a destiny. एन्जिलालाई चाहिँ भेट्ने बित्तिकै कस्तो फिल भयो भने अल्दो ऊ मभन्दा धेरै वर्ष अगाडिदेखि अमेरिकामा बसेको थियो होइन तर उसँग चाहिँ अझै पनि त्यो नेपाली रुट्स थियो क्या होइन अनि चेन्ज भएको थिएन क्या आई सी लट अफ पिपल हु चेन्ज राम्रो तरिकाले पनि चेन्ज हुन्छ तर एन्जिला वाज इन्ट्याक्ट थियो द्याट वाज द मोस्ट अट्र्याक्टिभ पार्ट फर मी फर्स्टचोटि भेट्दाखेरि एन्ड सी वाज अल्सो भेरी स्विट एकदम हेल्पफुल थियो मैले भेट्दाखेरि होइन अनि सी बिकेम अ रियली गुड फ्रेन्ड अफ मी मेरो धेरै साथीहरू थिएन अनि एन्जेला बिकेम इम्पोर्टेन्ट पार्ट अफ माई लाइफ एन्ड अदर देन द्याट सी इज रियली गुड एट कुकिङ खाना चाहिँ उसले एकदम बल बनाउँछ होइन पुरा पनि ठुलो फ्यान हो त्यसको अनि द्याट इज द मोस्ट इम्पोर्टेन्ट पार्ट एन्ड द रिजन आई डिसाइडेड टु म्यारी हर अदर देन द्याट या सी इज अ पर्फेक्ट पर्सन अनि या मैले भेट्ने बित्तिकै थाहा थियो कि सी इज द वान भनेर एन्ड देन वी आर हियर मलाई चाहिँ उहाँ मन पर्नुमा एउटा रिजन भनेको चाहिँ उहाँ एकदम स्विट काइन्ड हुनुहुन्छ भेरी हेल्पफुल हुनुहुन्छ अनि हामी फर्स्ट टाइम भेट्दाखेरि चाहिँ उहाँले मलाई फ्लावर लिएर आउनुभएको थियो जो अहिलेसम्म मलाई कसैले पनि गरेको थिएन द्याट वाज रियली स्विट फर्स्ट टाइम नै लभ एट फर्स्ट साइट टाइपको त थिएन तर समहाउ त्यस्तो भयो अनि एज म पनि अमेरिकामा यहाँ न्युयोर्कमा थिएँ एक्लै थिएँ अनि अब मम्मी बाबा नेपालमा हुनुहुन्थ्यो एउटा हुन्छ नि त आफूभन्दा ठुलो मान्छेको माया प्रेमहरू मिस भइसकेको थियो जुन चाहिँ उहाँले पुरा गर्दै हुनुहुन्थ्यो हि वाज भेरी केयरिङ कति कुराहरू उहाँले मलाई सिकाउनु भयो म भन्छु मलाई हुर्काउनु नै भयो भन्छु अमेरिकामा आई नो कति कुरा मैले पनि सिकाएँ उहाँले पनि मलाई सिकाउनु भयो अनि सिकाउनको लागि चाहिँ हि इज भेरी भेरी ओपन हार्टेड राम्ररी सिकाउनुहुन्छ सबै कुरा मैले नजानेको कुराहरू म पनि सिकाउँछु यसरी नै आई गेस लाइफ जिउनलाई सजिलो हुन्छ मैले नजानेको उहाँले नजानेको मैले एन्ड मेन थिङ इज हि इज भेरी केयरिङ That's why I feel like he is the one. Thank you everyone for watching our video. Hope you guys enjoyed. यो चाहिँ आजको हाम्रो एकदमै स्पेसल डे थियो सबैलाई समेट्न नसके पनि हामीले एकदम क्लोज फ्रेन्ड्स एन्ड फ्यामिलीहरूलाई बोलाएर हामीले धार्मिक रूपमा हाम्रो विवाह गऱ्यौँ थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो विपना तिमी नै सम्झना बिर्सना